सम्पूर्णमा नमस्कार। आज हामी साउनको तेस्रो सोमबार पशुपतिनाथमा अब शिव भगवानको दर्शन गर्न आइसकेका छौँ। यसै पनि अरू बेला पनि धेरै भिड हुन्थ्यो यो मन्दिरमा दर्शन गर्न आउँदा। तीमाथि साउनको सोमबार भएको कारणले तेस्रो हप्ता है एकदम धेरै भिड भएको कारणले गर्दा हामीले यता मन्दिर परिसरभित्र दर्शन गर्न नसकेको हुनाले लाइन एकदम बाहिरैसम्म रोडैसम्म आइसकेको हुनाले यो बागमती नदी पारी अर्थात् मन्दिर पर्तिरपट्टि रहेको मृगस्थलीमा दर्शन गर्न आइसकेका छौँ। हेर्नुहोस्, यहाँ भक्तजनहरूको तीर्थयात्रीहरूको एकदम धेरै भिड छ। यो समयमा काठमाडौँभित्र बसोबास गर्दै आउनुभएका साथै उपत्यकाभन्दा बाहिरदेखि पनि तीर्थयात्रीहरू एकदम दर्शन गर्न आउने क्रम एकदम बढिरहेको छ। अघि हामी आउँदा एकदम थोरै मात्रामा हुनुहुन्थ्यो भने अहिले चाहिँ बढेर एकदम धेरै हुनुभएको छ। ल हेर्नुहोस्, पशुपति मन्दिरको पारिपट्टि रहेको खोलादेखि पारी अर्थात् यो खोला चाहिँ तपाईँको बागमती नदी हो, जहाँ चाहिँ यो आर्यघाट पशुपतिको आर्यघाट पनि छ नजिकै यो मन्दिरकै अगाडिपट्टि। यो मन्दिरकै अगाडिपट्टि उच्च व्यक्तिहरूलाई, उच्च श्रेणीमा रहनुभएका सरकारी कर्मचारी व्यक्तिहरूलाई चाहिँ अब दाह संस्कार गरिन्छ भने अलिकति तलतिरपट्टि रहेको यो अब आर्यघाटमा चाहिँ तल्लो श्रेणी अथवा सर्वसाधारण जो कहिले पनि अन्तिम संस्कार दाह संस्कार सब चलाउन ओर्न सक्नुहुन्छ। ल हेर्नुहोस्, नेपाललाई मन्दिरको सहर पनि भनिन्छ। किन भनेको रहेछ भन्दाखेरि चाहिँ यो पशुपति मन्दिर परिसरभित्रै पनि तपाईको धेरै मन्दिर सानोतिनो मन्दिर धेरै छ। हेर्नुहोस्, मेन मन्दिर अब यो पहिलो गजुर भएको पशुपति मन्दिर हो भने यता साइडमा रहेको पनि सहायक मन्दिर पशुपतिकै, र त्यहाँ वरपर सराउन्डिङमा सबै एकदम धेरैभन्दा धेरै छ गजुर, सानो गजुर भएको, ठुलो गजुर भएको धेरै छ है त। त्यो कारणले गर्दाखेरि यहाँ सबै भक्तजनहरू अब यो मृगस्थली साइडमा आएर चाहिँ अब यसको दृश्य कैद गरिराख्नु भएको छ। हामी पनि त्यही क्रममा छौँ। यो विशेष समय विशेष परिस्थितिमा चाहिँ के कस्तो हुँदो रहेछ, जमघट के कस्तो हुन्छ भनेर मैले पनि यो कैद गरिरहेको छु। हेर्नुहोस्, यो मृगस्थलीबाट कति राम्रो दृश्य देखिरहेछ। यो मृगस्थलीमा खासमा चाहिँ मृगहरू धेरै रहन्छन्। अलिक मास्तिरपट्टिबाट गयो भने मृग, हरिण अनि तपाईँको बाँदर पनि केही मात्रामा बाँदरहरू पनि देख्न सक्नुहुन्छ। अब तीर्थयात्री श्रद्धालु भक्तजनहरू यता पशुपति मन्दिरको दर्शन गरिसकेपछि मृगहरू, हरिण हेर्नको लागि यता आउन सक्नुहुन्छ, आउनु पनि हुन्छ। त्यस्तै उकालोमा जाने क्रममा त्यहाँ एउटा सानो पुवाल पनि छ बाटोको छेउमा रहेको भित्तामा। तपाईहरूले त्यहाँ पनि अब आँखा चिम्लेर ओल्लो छेउदेखि पल्लो छेउसम्म गएर अब हात छिराउन सक्नुभयो भने, त्यो पलभित्र छिराउन सक्नुभयो भने तपाईँहरूको मनोकामना पुरा हुन्छ भन्ने पनि विश्वास छ। हामी त्यतातिर चाहिँ अलिकति मास्तिरपट्टि चाहिँ गएको छैनौँ आज, अब अरू बेला गइरहेको हो। तपाईँहरू पनि काठमाडौँमै हुनुहुन्छ अथवा बाहिर हुनुहुन्छ भने पनि है यो सोमबारको महिना महादेवको दर्शन गर्ने महिना विशेष गरी रहेको हुनाले आएर भ्रमण गर्न सक्नुहुन्छ। हजुरहरूलाई लोकेसन थाहा छैन, नयाँ हुनुहुन्छ भ्यालीभित्र भने तपाईँहरूले रिङ रोडदेखि टक्टलाएर बस चढेर पशुपतिमा रोकिदिनुहोस् भन्न नै सक्नुहुन्छ। अथवा पशुपति तपाईँको गौशाला एयरपोर्टको छेउमा रहेको गौशालामा अवस्थित छ, त्यहाँ रोकिएर तपाईँहरू अलिकति बाटोदेखि अलिकति हिँडेर 5 मिनट पनि लाग्दैन, 3 मिनट जस्तो हिँडेर आउनु भने यता दर्शन गर्न भ्रमण गर्न सक्नुहुन्छ। हेर्नुहोस्, एकदम घुइँचो धेरै छ। त्यस्तै दाह संस्कार पनि गरिराख्नु भएको थियो अघि, तपाईँहरूले भिडियोमा देख्नु होला। हेर्नुहोस्, पानी बागमतीको पानी एकदम कलकल गर्दै एकदम स्वच्छ भएर गइरहेछ। ल त्यस्तै गरी अर्कोतिर दाह संस्कार पनि भइरहेछ र यता विश्राम गर्ने पनि ठाउँहरू भएको कारणले गर्दा हामीले विश्राम गरेर भिडियो कैद गरिरहेछौँ।
हेर्नुहोस् उपस्थिति एकदम धेरै छ, एकदम धेरै रहेको छ। यसरी हामीले चाहिँ दर्शन गरिसकेपछि मृगस्थली साइडबाट पशुपति मन्दिरको दर्शन गरिसकेपछि यता बाहिर निस्किने क्रममा छौँ। यो चाहिँ बागमती नदी तपाईहरुलाई नजिकबाट देखाइरहेको छौँ। त्यस्तै यो पशुपतिको आर्यघाट सबैको चाहना हुन्छ अथवा काठमाडौँमा रहन हुने सम्पूर्ण बासिन्दाहरूको चाहना हुन्छ आफ्नो अन्तिम दाह संस्कार चाहिँ पशुपतिको आर्यघाटमै गरियोस् भनेर। यो प्रसिद्ध धार्मिक तीर्थस्थल भएको कारणले गर्दा स्वर्गमा यहाँ दाह संस्कार गरेर आउँदा स्वर्गमा वास हुन्छ, स्वर्गमा प्रवेश गरिन्छ भन्ने व्यक्ति विश्वास रहेको हुनसक्छ। त्यस्तै गरी हाम्रो कवि बालकृष्ण समको पनि कविता इच्छामा उहाँले त्यही किसिमको अभिव्यक्तिहरू दिनुभएको छ। आफ्नो अन्तिम सास अथवा आफ्नो दाह संस्कार पशुपतिको आर्यघाटमा होस् भन्ने चाहनु भएको छ। धन्यवाद तपाईहरुलाई। यदि तपाईहरुलाई पनि यो भिडियो मन पर्यो भने लाइक, सब्स्क्राइब, कमेन्ट गर्न नभुल्नुहोला।